कम्पनीले बनाउने जस्तो लाइट चाहिँ कसरी बनाउन सकिन्छ आफै भनेर म तपाईलाई सिकाउन गइरहेको छु। भिडियो अलिकति लामो रहेको छ, तपाईले एकदम मजाले हेर्नु होला। आफैले चाहिँ घरमै लाइट बनाउन सक्नुहुन्छ। यसरी चाहिँ यो आउँछ, यो चाहिँ ढक्कन हो। यसलाई चाहिँ काट्नको लागि मैले चाहिँ एक साथ बनाएँ। मैले चाहिँ 12 लाइट, 1 दर्जन लाइट चाहिँ एकैचोटि रेडी गर्दैछु। त्यही भएर चाहिँ यो माथिको लागि प्लास्टिकको ढक्कन यो चाहिँ काट्दैछु म चाहिँ। यहाँ काटिसकेँ। यो चाहिँ यो तलको हो, यो माथिको हो। यसलाई चाहिँ सुरक गरेर यसलाई चाहिँ भुन खोलेर स्ट्यान्डको लागि अड्याउनको लागि लाइटलाई चाहिँ मैले यसलाई भुन खोलेर स्क्रु हाल्दैछु। यसमा चाहिँ अड्याउन सजिलो हुन्छ भनेर यसलाई चाहिँ पुरै यो बनाएर मैले लगाएको पुरै भिडियो हेर्नु होला, एकदम राम्रो छ। तपाईँ सिक्न सक्नुहुन्छ। भुन खोलिसकेको छु र यहाँनिर अब एक एक गरेर स्क्रु हाल्नेछु। यसलाई चाहिँ किला हाल्नेछु। किला यसरी सबैमा एक एक किला हालिसकेपछि अड्याउन सजिलो हुनेछ र यो लाइट यसरी आउँछ। यसलाई चाहिँ काटेर मेरो साइज अनुसार काट्न मिल्छ। यो चाहिँ मैले चाहिँ 12वटा 1 दर्जन लाइट बनाउन गइरहेको छु। यसरी चाहिँ एकदम काटेर त्यसमा हाल्न गइरहेको छु। सिक्न मन छ भने एकदम राम्रोसँग हेर्नु होला। नबुझेको कुरा तपाईँले मेसेज अथवा कमेन्ट पनि गर्न सक्नुहुन्छ। यसरी चाहिँ घरमै आफैले लाइट बनाउन सकिन्छ, होममेड आफ्नै कम्पनी। यसरी चाहिँ तपाईँले यहाँनिर सोल्डिङ गर्नु होला। यसलाई चाहिँ प्लस र माइनस ध्यान दिनु होला। यो चाहिँ प्लस र माइनस हेर्नुपर्ने हुन्छ। प्लस र माइनस ध्यान दिइसकेपछि यो चाहिँ सुपर ग्लु हो। यसलाई चाहिँ सुपर ग्लु हालेर यो चाहिँ छिटो सुकाउनको लागि यो चाहिँ स्प्रे हो। यसरी तपाईँले सुपर ग्लु हाल्न सक्नुहुन्छ, नभए टेप पनि लगाउन सक्नुहुन्छ। यहाँनिर चाहिँ मैले सुपर ग्लु हाल्दै यो छिटो सुकाउने गम हाल्दै यसलाई चाहिँ मैले यसमा टाँच्न गइरहेको छु। यो चाहिँ लाइट हो। यो चाहिँ त्यसको भित्र चाहिँ कभरको भित्र म चाहिँ यो लाइट हाल्दैछु। सुपर ग्लुमा चाहिँ यो स्प्रे युज गरिरहेको छु। यो चाहिँ छिटो सुकाउनको लागि यस्तो खालको युज गरिन्छ। मजाले यसरी मजाले चिप्काउनु होला। यसरी एकदम मजाले चिप्काइसकेपछि यो चाहिँ ढक्कन हो, यसको प्लास्टिक। यसरी यो युज गर्न सक्नुहुन्छ मजाले। ढक्कन चाहिँ एकदम मिलाएर हाल्नु होला यसमा। एकदम मजाले सबै ठाउँमा बराबर बस्ने गरी यसलाई चाहिँ मिलाउनु होला। र पुरा मिलाइसकेपछि तपाईले चाहिँ एक साइडमा मजाले टेप लगाउन सक्नुहुन्छ। यसको ढक्कन पनि पाउँछ, ढक्कन पनि लगाउन सक्नुहुन्छ, नभए तपाईले टेप लगाएर पनि काम चलाउन सक्नुहुन्छ मजाले। यहाँनिर चाहिँ एक साइड बन्द गरेर यसरी मजाले मिलाउनु होला यसलाई चाहिँ। अर्को साइड चाहिँ तपाईले फेरि राम्रोसँग यो साइड चाहिँ तार छ। यसलाई चाहिँ अलिकति ध्यान दिएर तार चाहिँ नकाटिने गरी नचुट्ने गरी तपाईले मजाले टेप लगाउन सक्नुहुन्छ। एकदम मजाले यसरी चाहिँ तपाईले नचुट्ने गरी टेप लगाउनु होला। टेप लगाइसकेपछि यहाँनिर रातो कलर र सेतो कलर दुईटा कलर छ। रातो भरि अलग र सेतो भरि अलग गरिरहेको छु मैले चाहिँ प्लस र माइनसको लागि। त्यसपछि यहाँनिर यो एडाप्टर छ। मैले चाहिँ यो कन्ट्रोलर यसलाई चाहिँ कनेक्सन गरेँ। रातो रातोमा र सेतो सेतोमा हालेर तपाईले कनेक्सन गर्नुपर्ने हुन्छ। यो चाहिँ एडाप्टर हालिसकेपछि 220 भोल्टेजको यो बिजुलीको एडाप्टर हो। यो चाहिँ मजाले यसलाई अलग अलग गरेर टेप लगाएर म चाहिँ टेस्टिङ गर्न गइरहेको छु। चेक गर्नको लागि यसरी तारहरू मैले अलग अलग सेतो अलग रातो अलग चाहिँ कनेक्सन गरिरहेको छु र एडाप्टर पनि यसैमा कनेक्ट गरिरहेको छ। यसरी चाहिँ हेर्नु यहाँ लाइट चालु भइसकेको छ। अब चाहिँ मैले तपाईलाई लगाएर देखाउने छु। यो चाहिँ यसरी लगाइन्छ। हेर्नुहोस् यो तलको लाइट छ।